ट्याक्कै कार्यक्रम हुँदैछ हेर्नुहोस् है दाल ल हेर्नुहोस् गरे क्या बाघ भालुहरू योबाट चाहिँ तपाईको पाइल्स पथरी सुख छ कि दुःख छ हेर्नु आवाज आइरहेछ डर बुझ्छु त आयो हेलो साथीहरू सबैलाई नमस्ते म चाहिँ पदम हमाल उहाँ दाई चाहिँ भक्ति प्रसाद भट्ट हामी चाहिँ आजको के भयो भन्दा अहिले कति बज्यो 12 बज्यो हैन 12 बज्यो हामी चाहिँ 2-4 दिनको लागि जङ्गल डुलेर आउने घुमेर आउने भनेर प्लान भयो हैन प्लान भइसकेपछि अब सबै सामान प्याक गरेर अहिले हामी गाउँभन्दा अलि माथि आइसक्यौँ अब 2-4 दिन जङ्गलमा बस्ने र जङ्गल यताउति हेर्ने हैन अब गाउँमा मान्छे कोही छैन यहाँ अहिले सबै विदेश गइहाले दिमागी ह्याङ भयो के फ्रेस हुनलाई जङ्गल गइसक्यौँ ल हाम्रो चाहिँ विशेष भ्रमणको लागि चाहिँ हामी यताबाट लागिसकेका छौँ यहाँ पुरै गाउँ हेर्नुस् यो गाउँबाट हामी ट्याक्क यहाँ हाइवे रोड हेर्नुस् त अनि हाइवेतिर छ हेर्नुस् यो हाम्रो ट्याक्क यस्तो झोलाहरू पुरै तयारी छ सबै तयारी भइसकेको छ गाइस है ल हामी चाहिँ तपाईको प्रत्येक भिडियोमा चाहिँ हामी ठाउँमा हामी कहाँ पुग्यौँ कस्तो भइरहेछ सबै कुरा देखाउँछौँ हैन साथीहरू अब हामी चाहिँ तल त्यहीँबाट आयो यति अब यसो थाक लाग्यो एक गिलास ड्यु खाँदै अब चेस एकदम रमाइलो भइरहेछ शीतल हावा हामी चाहिँ एकदम हिमाली यस्तो के अरे सल्लाको रुख मुनि बसेर हामी चाहिँ ड्यु खाँदै हेर्नुहोस् यहाँबाट अब हाम्रो गाउँ चाहिँ तपाईको आधा घन्टा लगभग 1 घन्टा चाहिँ हेरेर हामी एकदम आनन्द छ अहिले मजाले खाएर आनन्द गरिरहेछौँ दाइ पनि खाइराख्नु भएको छ 1 घन्टा लाग्यो अहिले तलबाट हिँड्न अझै 2 घन्टा लाग्छ लेकतिर पुग्न भेट्दै गरौँला गाइस के छ त आजको प्लान यसम्म त आइयो त अब आजको प्लान केही छैन भाइ माथि गएर मज्जासित खाजा बनाउने अनि खाएर 2 घन्टा रेस्ट हुन्छ अनि त्यहाँबाट फेरि हाम्रो बेलुकाको खानाको लागि एकदम सङ्घर्ष हुन्छ दाउरा साउरा चिर्ने यताउता गर्ने हामी चाहिँ अहिले गाइज हैन यो के अरे थापाचौरमा आइसकेका छौँ थापाचौरमा ठाडापाचौडा आइसकेका छौँ यहाँ एउटा आँटी पनि छ ऊ त्यहाँनिर आँटी पनि छ अब यहाँ स्याउको बगैँचा पनि छ यहाँनिर यो पुरै बगैँचा हो यो स्याउको रुख हो यो अनि यो चाहिँ हाम्रो राजु काउको हो हैन हामी अब यहाँबाट ट्याक्क लाएर अब यात्रा चाहिँ हाम्रो ऊ त्यहाँ माथि साइड हुन्छ माथि हुन्छ हामी आइसक्यौँ गाउँबाट लगातार 1.5 घन्टा हिँडिसक्यौँ अब यहाँ यस्तो छ फेरि यो फुल पनि यो चाहिँ यसलाई चुत्तो भन्छ चुत्तो यो खाँदा पनि हुन्छ यो केही हुँदैन फरकै हुँदैन खाँदा पनि हुन्छ यो तर एकदम अमिलो हुन्छ यो यस्तै छ अब हामी अर्को ठाउँमा भेटौँ है त गाइज सो गाइज हैन अहिले चाहिँ हामी एउटा पानी भएको ठाउँमा आएर अब भोक त लाग्यो अहिले कति बज्यो अहिले ठ्याक्कै 3 बज्यो होला 3-4 कति बज्यो अब भोक त लाग्यो अब पेट पूजा गर्नु पर्यो त्यही भएर ट्याक्क हैन दाइ चाउचाउ बनाउँदै हुनुहुन्छ ट्याक्क लाएर यहाँ 6-7 पोका चाउचाउ बनाइराख चाउचाउ एकदम स्पेशल अर्गानिक यो फेरि कोदाको चाउचाउ हो हामी फेरि अरू खाँदैन खाएपछि कोदाको चाउचाउ हो कोदाको ट्याक्क चाउचाउ खाइरहेछौँ माथि त्यहाँ पानी आइरहेछ त्यो पानी भरिरहेछ हैन हाम्रो सामानहरू त्यहीँ छ पानी पनि माथि भरिरहेछ ट्याक्क अब हामी यहाँ खाजा खाएर माथितिर जान्छौँ अब लेकतिर यो पनि लेकै हो भनौँ यहाँ हाम्रो अब 1 घन्टा लाग्छ यो एक ठाउँ के अरे बडा पानी आइरहेछ अब यहाँबाट काफलचौडो हुँदै ठाना हुँदै अब माथि आज नाइट यहीँ बसाइ हुन्छ हाम्रो यस्तो छ उता पानी भरिरहेछ गेलेन लगाएर ठाउँ यस्तो छ यहाँ यतातिर खाल छ फेरि पानी सानी गाईहरू आएर पानी पिन्छन् यस्तो बबाल ठाउँमा छ 2 जना ट्याक्क लाएर यहाँ कस्तो भयो चाउचाउ अब चाहिँ हामी खान लागेको नास्ता चाउचाउ साथमा ड्यु माउन्टेन ड्यु चाउचाउ चेस कडाइ छ अब हामीले सुरु गरौँ ल
हेलो साथीहरू, अहिले हामी लेकतिर पुगेर पनि साढे 6 बजे हो दाउरा काटिरहेको छौँ बेलुकाको लागि। दाइ यतै हुनुहुन्छ, अब दाइ यता आउनु पर्यो। ल हेर्नुहोस् हजुर, हामी चाहिँ एकदम दाउरा कटिङ हुँदैछ पुरै जङ्गलतिर। हेर्नुहोस् शान्त ठाउँतिर, तर भाइले यहाँ दाउरा काटिरहेको अवस्था। अघि हामी ठुला ठुला मुढा ल्याएर भित्र राखिसक्यौँ, फेरि एकदम शीतल हावा छ, एकदम शान्त आनन्द छ दाउरा साउरा चिरेर। अब हजुर छोरी ल भाँचियो गाइज, दाउरो त उही एउटा एउटा ऊ भयो। अब यहीँनिर छिम्टाइन्छ अर्को दाउरा फेरि होइन, एकदम स्पेसल हो, स्पेसल। ल हेर्नुहोस् गाइजहरू, हामीले चाहिँ यहाँ यी दाउरा च्यातेर सकियो। यी बेलुकाको तयारी अघि भर्खरै दाउरा हामीले चाहिँ च्यात्न सुरु गरिसकेका थियौँ भने अब चाहिँ च्यातेर भ्याइयो। यो भाइले चाहिँ अब दाउरा च्यातेर भ्याइसकेको अवस्था होइन भाइ? दुःख छ, के गर्नु, आजको बसाइ लेकतिर छ। लेकतिर छ। यो हेर्नुहोस्, हाम्रो बस्ने घर चाहिँ यही हो, एकदम स्पेसल। बर्खामा चाहिँ यहाँ चाहिँ तपाईँ गाई गोरु भैँसीहरू राख्ने ठाउँ हो। अहिले चाहिँ एकदम सुनसान जङ्गलतिर वरिपरि चाहिँ डेन्जर घना जङ्गल छ। बिचमा चाहिँ एउटा सानो, हाम्रोतिर आँटी भन्छन्, एउटा ढुङ्गाले बनेको घर छ है। ल हेर्नुहोस्, यस्तो छ दाउरा चिराई। ल हेर्नुहोस्, स्पेसल हो। यसलाई अर्ग्यानिक चिराई भनिन्छ। ल हेर्नुहोस्, जमुनातिरको चिराई हो। केही समयपछि अब हामी भित्र गएर देखाउनेछौँ खाना तयारी गर्नको लागि। ल हेर्नुहोस्। ल साथीहरू, आजको हाम्रो बसाइ उ त्यो घरमा हो, आँटीमा। हेर्नुहोस् यो आगो, यो आमामा यस्तो आगो छ, यस्तो डेन्जर। अब के भन्नु र, डर लाग्दो छ, यस्तो आगो डेन्जर छ। उ त्यो घरमा हो आज बस्ने, यो घरमा बस्ने। दाइ यो आगो के हो त, यो डर लाग्दो छ त। एकदम रमाइलो भइरहेछ। भूत त आउँदैन नि आज? आयो पनि बाल छैन। यहाँ आउनु न एकछिन, डर कतिको छ आज? छैन डर, भूत आयो एकदम जति जे भए पनि हामीलाई रमाइलो चाहिँ भइहाल्यो। हामीले के फरक। ल हेर्नुहोस्, हाम्रो चाहिँ अब बेलुका रातिको खाना पाकिसक्यो। हेर्नुहोस्, अहिले रातिको 12 बजेर 14 मिनट गएको छ होइन साथीहरू। हेर्नुहोस्, पुरै उतै आगो बलिरहेछ। यहाँ हाम्रो सुत्ने बेड भयो भर्खर है, सिमी पाक्दै पाकेन क्या, त्यही भएर यस्तो छ। लाइट यता छ, यता छ। अब हामी चाहिँ अहिले खाना खान्छौँ, खाइसकेपछि सुत्छौँ, अनि कुरा गरौँला गाइस। ल ल दाइ, पोखालिसकेँ। यस्तै छ यो अहिले 12 बज्यो, बाहिर तर्साइरहेछ, छ्यामछ्यामी गरिरहेछ। हेर्नु, आवाज आइरहेछ, च्या च्या हुन्छ। पछि राति कतै तर्सायो भन्दाखेरि हामी भिडियो बनाउँला। हेलो साथीहरू, हामी खानासाना खाएर अहिले 12:30 भयो। अब हामी सुत्छु गाइज, भोलि बिहान उठ्नुपर्छ। राति केही तर्सायो केही गर्यो भने हामी भिडियो बनाउँछु। ल गुड नाइट गाइज। साथीहरू, अहिले चाहिँ बिहानको कति बज्यो भन्दाखेरि 7 बजे, 7 बज्यो ठ्याक्कै। 7 बजे हामी उठ्यौँ। कति बज्यो? 8:30 भयो। अहिले चाहिँ 8:30 भइसक्यो गाइस। के गर्ने, मुखसुख सुनिएर केही छैन। हेर्नुहोस् न, चिसोले रातभरि निन्द्रा नलागेर भूतले तर्साएर लास्ट ज्यान स्यान मरेर लु हात खुट्टा भइसकेको अवस्था। अवश्य यहाँ रातभरि निन्द्रा नलागेर बेहाल भयो। के छ त आजको अरू प्लान? आजको प्लान के छ, ज्यान सकेसम्म मान्छे विराट दरबार घुमेर आउने भन्ने प्लान छ। अब खाना पकाउन बाँकी छ, भाँडा धुन बाँकी छ। हिजोको सबै भाँडा त्यही छ। हामी बेलुकाको लगभग 4-5 बजेसम्म रिटर्न हुन्छौँ होला घरतिर। पुरै गाँजा खाए जस्तो छ। रातभरि सुति होइन, 4 बजेसम्म कहीँ भ्याउँछ कि डराउन भ्याउँछ कि भनेर हो। किन भ्याउ, रातभरि 4 बजे 5 बजेसम्म सुतेको, 2-2.5 घन्टा मात्रै सुतेको। गाह्रो छ, के गर्ने यस्तो। ल हेर्नुहोस् गाइस, हाम्रो चाहिँ बिहान यो अर्ग्यानिक दाल दल्ने, रातो सिमीको दाल दल्ने चाहिँ
कार्यक्रम हुँदैछ यहाँ हेर्नुहोस् है। दाल दलेर अहिले चाहिँ एकदम स्पेसल दाल बनाएर खाने भन्ने हाम्रो प्लान छ। हिजो चाहिँ यसो चट्ट अनि यो चाहिँ स्पेसल अर्ग्यानिक सिमीको गेडा खाइयो चाहिँ हामीले हिजो राति खाएर यता जताकतै आज जताततै अब यो जङ्गलभरि घुम्ने काम चाहिँ जारी भयो। त्यो भएर अहिले चाहिँ हेर्नुहोस् यो दाल दल्ने कार्यक्रम भइरहेछ। दाल दलेर खालि स्पेसल दाल खाने भन्ने हाम्रो प्लान छ। यहाँबाट चाहिँ आज हाम्रो यात्रा रहनेछ माथि विराट दरबार भ्रमण गरेर आउने कार्यक्रम रहनेछ। फुल भिडियो आउँछ हजुरहरूले हेर्न नछुटाउनु होला। ल हेर्नुहोस्। ओके सो गाइस अहिले चाहिँ हामी पानी भर्न आएको छौँ है। पानी भर्न को आएका छौँ भन्दाखेरि एउटा म छु, एउटा दाइ हुनुहुन्छ अनि एउटा चाहिँ ऊ भट्टे छ। भट्टे के छ दाजु? एकदम ठिक छ भाइ। एकदम चिसो पानी एकदम। पानी त धेरै ठुलो भयो क्या यो पानी। यो पानी यत्रो छ कि अब के भन्नु यो पानीलाई। आधी घन्टा भइसक्यो, आधी भएको छैन। अब आज चाहिँ एउटा नयाँ व्यक्ति को थपियो भन्दाखेरि उहाँ चाहिँ तल समल गाउँका मान्छे रहेछन्। अब यहाँ गाई खोज्न आएका रहेछन्। अब सामेल गरिदिउँ बिचरा केही छैन भनेर हुन लागे होइन। रोको भिडियो नहालौँ अब त्यो चाहिँ अब माथि गएर देखाउँछौँ है। बाबु के छ त? पानीको सुख छ कि दुःख छ? बाबु के गर्दैछौ त? के छ? पानीको सुख छ कि दुःख छ? यो पानी चाहिँ हामी गाई होइन 5 किलोमिटर माथिबाट तल झरेर लिन आएको पानी हो। अहिले यो जेठको महिनामा यो लेकतिर यस्तो हालत छ। यो गाह्रो छ होइन। सो अहिले चाहिँ दिउँसोको कति बजे बाबु? 2 बज्यो। 2 बजे हामी भात खान लागेका छौँ। अब बिहानपट्टि दाल पकाउँदा साग बनाउँदा के भयो दाइ? ल के जाओस् एकदम स्पेसल यहाँ खाना हाल्दै हो। हामी चाहिँ अहिले खाना खाएर विराट दरबारतिर जान्छौँ। विराट दरबार यस्तो हो कि यो हाम्रो गाउँबाट 2 दिन लाग्छ। हिजो बास बस्यौँ, अहिले गएर बेलुका पुग्छौँ होला। अब को 2-3 घन्टामा पुग्छौँ होला। त्यहाँ गएर घुम्नु पर्यो, खानु पर्यो। अहिले चाहिँ हामी भात खान्छौँ। विराट दरबार पुगिसकेपछि भेटौँला है त गाई। हामी चाहिँ ट्याक्क अहिले चङ्खेलीको अलि तल छौँ। यो हिँड्ने क्रममा यहाँ गाई पनि छन् 2टा है त गाई। 2टा गाई छन्। 2टा, एउटा बल्ल छ, एउटा गाई छ अनि 2टा बोका चाहिँ उता हिँडिरहन्। सो गाइज होइन अहिले चाहिँ यो जङ्गलमा यस्तो रुख छ। यो ढुङ्गो हो होइन, ठुलो ढुङ्गो भयो। यो रुख चाहिँ अब न माटो छ न केही छ होइन। यो पुरै ऊ भइरहेको, यो पुरै ढुङ्गो हो होइन। यो ढुङ्गोमा यो यत्रो रुख छ, कस्तो अचम्म हो होइन। सो गाइज होइन हामी चाहिँ अहिले विराट दरबारको चौडमा छौँ भनौँ कि अब स्वर्गमा छौँ भनौँ, त्यो पनि अपडेट। यस्तो राम्रा फुल छन्, यस्तो राम्रा फुल छन् होइन दाइ? एकदम अत्यन्तै रमाइलो मा कसम फुल होइन यति राम्रो छन् कि फुलहरू कुरै छैन। यो फुलमा त फुल अनि हावा, यो हावाको कसम, यो पानीको कसम यस्ता राम्रा फुल। सो एभ्रिवान, सो गाइज होइन अहिले चाहिँ हामी अब यहाँबाट विराट दरबार हेर्न जान लागेको छौँ। हातमा हतियार छ होइन, बाघ भालु आउन सक्छ, त्यही भएर अहिले हातमा हतियार समातेर उही ठिटी। सो गाइज होइन अहिले चाहिँ हामी अब यहाँबाट विराट दरबार हेर्न जान लागेको छौँ। हातमा हतियार छ होइन, बाघ भालु आउन सक्छ, त्यही भएर अहिले हातमा हतियार समातेर उही ठिटी। अहिले हामी विराट पुग्नु लाग्यौँ तर एउटा चिज भेटियो क्या। त्यो चिज के हो भन्दा फ्यातको। यसले हाम्रोतिर तरकारी खाइन्छ। यो फ्यातकोले धेरै काम गर्छ।
के काम गर्छ हाम्रो दाइबाको मुखबाट सुन्नुहोस् है त। योबाट चाहिँ तपाईँको पाइल्स पथरी अब कुनै तपाईँको मृगौलाको रोगी छ भनेपछि हजुरको भित्र लिभरहरू हर कुराहरू तपाईँको खराब छ भने यसले एकदम स्पेसल काम गर्छ। त्यो 100मा 100 हिमाली जडीबुटी भनिन्छ यसलाई। जुठाली एकदम स्पेसल चिज हो, एकदम मिठो र स्वादिलो एकदम हुन्छ। तपाईँहरूले पनि खान सक्नुहुन्छ। धन्यवाद। धन्यवाद। फाइनली हिजो आजको यात्रा गरेर विराट दरबार पुगेको। विराट दरबार भनेको कस्तो चिज हो हाम्रो दाइबाट थाहा हुन्छ। ल हेर्नुहोस्, हाम्रो प्राचीन ग्रन्थहरूमा तपाईँले भेट्न पनि सक्नुहुन्छ महान राजाको दरबार। तपाईँको यो चाहिँ तपाईँको विराट राजाको दरबार भनेर चिनिन्छ। एकदम प्रसिद्ध धार्मिक क्षेत्र पनि हो, तपाईँहरू अब पर्यटकीय क्षेत्र पनि हो। यहाँ कस्तो राजाहरू बस्थे पहिला? यहाँ चाहिँ तपाईँको राजाहरू बस्थे। पहिला कस्तो थियो भने तपाईँको यहाँ भित्र छ नि हजुर, अब यहाँबाट तपाईँको राजाहरूको कसैको यताउता अब सेनाहरू मऱ्यो भने चाहिँ यहाँबाट छिरेर तपाईँको अब यहाँबाट लगभग 10 किलोमिटर तर पाण्डव गुफा भन्ने ठाउँ छ। त्यहीँबाट तपाईँको मान्छेहरूको लास लगेर त्यहाँ भानङ्गा भन्ने ठाउँमा चलाउँथे होइन प्राचीन कालमा। अहिले चाहिँ तपाईँको अब बिस्तारै अब तपाईँको ठाउँ अब लोप त हुँदै गयो। अब खासै यहाँ विकास निकास केही छैन। तर यहाँ यस्तो हावा चिसो एकदम यहाँ बसम हुने कि हामी हिजो आएको, हिजो बिहान आएको होइन, हिजो बेलुका बस्यौँ, आज बेलुका बसेर भोलितिर निस्किने हो हामी। भोलितिर निस्किने हो। यहाँ लेकतिर गाई छन् है, यस्तो रमाइलो ठाउँ छ। तपाईँ आउनुहोस्, यहाँ हाम्रो ठाउँ भिजिट गर्नुहोस्, हेर्नुहोस् होइन। विराट दरबार भयो, कनका सुन्दरी मन्दिर भयो, पाण्डव गुफा मन्दिर भयो। अझै पनि हामीले यहाँभित्र खनन गऱ्यो भने चाहिँ त्यो गुफा भेटिन्छ। तर खासै भन्यो भने चाहिँ अब अलिकता यो अक्सिजन कमी हुन्छ, भित्र तल छिर्न मिल्दैन, त्यही भएर हामीले चाहिँ यसलाई बन्द गरेको छ होइन। तर यहाँ यस्तो चट्टा यस्तो हेरेन, तर यो प्राचीन तपाईँको चारैतर्फ देखिन्छ। अब पहिलाको तपाईँको राजा महाराजाहरू तपाईँको यस्तो खतरनाक डेन्जर ठाउँतिर पुरै चारै किल्लाहरू देखिने ठाउँतिर बस्थे। त्यसै गरी तपाईँको गोरखा दरबार पनि यस्तै ठाउँतिर छ। म चाहिँ भ्रमण गरेर आएको। अनि यो विराट राजाको दरबार पनि यस्तै छ। हेर्नुहोस् तपाईँको चारैतर्फ देखिन्छ यहाँबाट तपाईँको। अनि पहिला राजा महाराजाहरू अब कुनै लडाइँ पऱ्यो भने चाहिँ यस्तै ठाउँ डेन्जर ठाउँतिर आएर बस्थे। हेर्नुहोस् यताबाट देखिन्छ ऊ त्यो बुढो गाउँ हो, ऊ त्यो चाहिँ के गर्थ्यो गौरी बुढो। अनि यताबाट देखिने उता ओखरपाटा, यहाँबाट सम्पूर्ण ठाउँहरू सिन्जा जस्तै भ्याली नै देखिन्छ। जस्तै भ्याली जस्तो देखिन्छ। हेर्नुहोस् यति रमाइलो छ कि तपाईँको यहाँबाट रारा लेक पनि देखिन्छ। तपाईँहरू आएर एकदम मनोरञ्जन गर्न सक्नुहुन्छ। ल गाइस है, हजुरहरूलाई पनि यदि अब घुम्ने मन छ भने चाहिँ तपाईँहरू पहिला आउनुहोस् पाण्डव गुफा, त्यहाँबाट चाहिँ अनि विराट राजाको दरबार कहाँ हो भनेर सोध्नुहोस्। त्यहाँबाट चाहिँ मान्छेहरूले तपाईँलाई चिनाइदिन्छन्। आएर एकदम शान्त, एकदम शीतल सुन्दर जङ्गलहरू, हरेक प्रकारका प्राणीहरू देख्न सक्नुहुन्छ तपाईँले, वन्यजन्तुहरू, एकदम शान्त वातावरण। ल हेर्नुहोस् अर्ग्यानिक खानाहरू एकदम। सो यहाँ आउँदाखेरि कसैले पैसा पनि चढाएको रहेछ होइन। यहाँ यो पैसा चाहिँ हामीले के गर्नुपर्छ भन्दा यस्तरी समातेर खल्तीमा यस्तरी हालेर भोलि चुइगम किनेर खानुपर्छ होइन। सो अहिले चाहिँ हामी विराट दरबारको टपमै छौँ भनौँ होइन। टपमै हुँदाखेरि पनि यो यस्तो विशाल ठाउँ हो, वरिपरि जङ्गल। जस्तै कस्तो छ भन्दाखेरि यो डाँडो छ होइन, यस्तो पुरै यस्तो बनेर यो माथि टुप्पोमा विराट दरबार हो क्या। यो दरबार चाहिँ प्राचीन पहिला सिजा खस राज्य हुँदाखेरि अब यता राजाहरू थिए अरे दाइ। कुन राजा थिए? खस राज्य हुँदाखेरि तपाईँको विराट राजा भन्ने थिए। यो चाहिँ तपाईँको अब लगभग तपाईँको 4045 वर्ष पहिलाको कुरा हो है। यहाँ चाहिँ तपाईँको 5 भाइ पाण्डव घुम्दै आउँदाखेरि अब यहाँ विराट राजाको दरबार देखे। अब त्यतिखेर तपाईँको राजाहरूले पनि यो चाहिँ दरबार छोडेर लगभग गइसकेको थियो भनौँ न है। त्यतिखेर के भयो भने चाहिँ 5 भाइ पाण्डवहरू चाहिँ अब यहीँ राज गर्न लागे। अब केही समयसम्म यहाँ बस्दा तपाईँको अब यहाँबाट मान्छेहरू मऱ्यो भने चाहिँ यहीँबाट तपाईँको एउटा गुफा थियो एकदम ठुलो है। अनि त्यहाँ गुफाबाट तपाईँको छिरेर यहाँबाट 10 किलोमिटर 15 किलोमिटर तल चाहिँ पाण्डव गुफा भन्ने ठाउँ छ। त्यहाँबाट लासहरू लिएर यो भानङ्गा भन्ने ठाउँमा जलाउँथे। त्यतिखेर तपाईँको एकदम भव्य मन्दिर थियो, ठुलो थियो। केही लगभग भनौँ न अब कुनै संरचनाहरू सुनका पनि थिए। सो साथीहरू अहिले चाहिँ हामी विराट दरबार हेरियो, अलि दाइसँग इन्टरभ्यू पनि लियो। अब चाहिँ अब के गर्ने, अब आफ्नो बास स्थान कहाँ हुन्छ। आज हिजोको सामान ल्याएर फेरि अर्को ठाउँ आज बसेर बल्ल हामी भोलि जानेछौँ। चार्ज पनि कम छ, बेला बेलामा हामी भिडियो देखाउनेछौँ भन्दै अहिलेलाई बिदा हुन्छु र बेलुका भेट्नुपर्छ। र अहिले हामी गएर बिच बाटोमा कहाँ बस्छौँ के गर्छौँ भन्ने पनि देखाउँछु है त साथीहरू।
अब बेलुकाको लागि अब यहाँ सहर जस्तो बत्ती हुँदैन त्यही भएर यहाँ दाइले चाहिँ झरो निकालिराख्नु भएको छ एकदम स्पेसल। यो मासु बराबर हो। यो जङ्गली जनावर भोकायो भने कतिखेर यही चबाएर पनि आफ्नो प्यास गर्छन् गरे क्या बाघ भालुहरू। त्यही भएर बेलुकाको लागि ट्याक्क झरो चिरिरहेछन् दाइले। बेलुका चाहिँ हाम्रो हेर्नुहोस् गाइस, हेर्नुहोस् यसलाई भन्छ ओरिजिनल झरो। बेलुका हाम्रो बसाइ चाहिँ त्यो आँटी हो। हिजो हामी तलको आँटी बस्यौँ काफल चौडको, आज चाहिँ ठाना विराटको आँटीमा बस्छौँ। बेलुका चार्जर त 5% छ मेरोमा, तर पनि स्विच अफ गरी पनि देखाउने प्रयास गर्छु म, होइन दाजु? सो साथीहरू होइन, हामीले 2 दिनको बसाइपछि आज चाहिँ हिजो रातभरि सुतियो तर्सायो पनि होइन, त्यसको गर्दा पनि आज हामी घर फर्किने प्लान भयो। अब हिँड्दैछौँ हामी घरतिर रमाइलो गरेर अहिले मुख त सुनिरहेको छु। यो आज अब यो आँटी अब कहिले अब 6-7 वर्षपछि फेरि आइन्छ। अब सबैले हेरिदिनु होला, माया गरिदिनु होला, सब्सक्राइबर लाइक फलो कमेन्ट सबै गरेर ट्याक्क होइन हेरौँ न कति आउँदो रहेछ। हेरौँ ल, बिदाई गरौँ होइन अब। ल भाइ, ल गाइस सबै बाई बाई।